हाई गाइज वेलकम टु द न्यू भिडियो। आज चाहिँ मेरो क्लास थिएन अनि त्यही भएर आज के गरौँ भन्नाले सोचिरहेको थिएँ अनि ढिला नि उठ्यो। अनि आज चाहिँ म तपाईँहरूलाई कोरियामा होस्टेल लाइफ चाहिँ कस्तो हुँदो रहेछ, यहाँको किचन, यहाँको लन्ड्री सिस्टम सबै कुरा देखाउने छु, सेयर गर्ने छु तपाईँहरूसँग। किनभने त्यसले हेल्प पुर्याउँछ धेरै विद्यार्थीहरूलाई जो पछि पनि आउन ट्राई गर्दैछ। त्यस आज एकदम राम्रो दिन छ, यसले अझै बेटर बनाइन्छ, खेल्ने कुद्ने हल्का पढ्ने पनि। यो हो यतापट्टि अहिलेको भ्यू चाहिँ। ठ्याक्क 10 बजिसक्यो। यहाँ हाम्रो अरू साथीहरूको चाहिँ क्लास छ आज, मेरो चाहिँ छैन, मेरो भोलि चाहिँ छ। त्यही भएर अब के गर्ने, त्यही हो भिडियो बनाउने, तपाईँहरूसँग सेयर गर्छु सबै कुरा के हुन्छ। अनि यता साउथ कोरियाको डोर्मेट्री रुम चाहिँ यस्तै हुन्छ। ठ्याक्क दुईवटा, एउटा रुममा 3जना सुतिन्छ, बेड छ 3टा, 3जनाको सबै पर्सनल टेबल हुन्छ, 1 2 3 चेयर सबको। अनि डस्टबिनहरू चाहिँ आफै ल्याउने, यताउता बेड रुम चाहिँ। अनि त्यही हो, यो जुन त्यो ब्ल्याङ्केट अनि तकियाहरू छ त्यो चाहिँ हामीले आफै किनेको, यहाँ युनिमै दियो, 35 चाहिँ नेपाली दियो, ठिकै हो। यो सबै यो यिनीहरू चाहिँ युनिले नै रुममै थियो। चार्जर त आफ्नै सबको आफ्नो पर्सनल हुन्छ। अब ल्यापटपहरू त सबै आफ्नो हिसाबले ल्याउने हो, जसलाई जे ल्याउनु छ। अनि यसरी अब लुगासुगा राख्ने आफ्नो त्यही हिसाबले हुन्छ। अनि यता के भन्छ, टेम्परेचर बढाउने घटाउनेहरू, केही इमर्जेन्सीमा फोन गर्नु पऱ्यो भने टेलिफोनहरू भन्छ। रुमको चाहिँ कुरा गर्ने भए यति नै हो, खासै त्यस्तो राम्रो पनि छ, राम्रै छ, तर त्यस्तो नराम्रो चाहिँ केही छैन भन्नाले। म त ठिकै भन्छु, यतिको रुम भयो भने मेरो हिसाबले ठिकै हो रुम त यहीँ। अनि त्यस्तै अब यो वासिङ मसिनहरू चाहिँ हाम्रो होस्टेल स्टुडेन्टहरूको लागि लुगा धुनको लागि चाहिँ दिएको छन्। अनि यसमा चाहिँ पैसा हाल्नु पर्दो रहेछ क्या, 1500 वोन हाल्नुपर्छ। हाम्रो नेपालले 150 हुन जान्छ, 5-6वटा छ जस। अनि 2-3जनाको लुगा पनि हाल्न मिल्छ यसमा, एउटैमा पैसा हाल्ने। अनि मजाले लुगा धुने, यो चाहिँ 9th फ्लोरमा हुन्छ, आउनुपर्छ सबैले। यस्तो लुगा धुने चाहिँ यही हो। अनि त्यसपछि यहाँ पानी सानी खाने डिप्सहरू सबैको व्यवस्था छ। चाहिँ 5th फ्लोरमा हुन्छ। अनि लुगा धुनु पऱ्यो भने त्यहीँ लिफ्ट चढेर लुगासुगा लिएर, सरफहरू चाहिँ आफ्नै सरफ, अनि डिटर्जेन्ट सबै कुरा आफ्नै, लिक्विडहरू लिएर आउने, हाल्ने, पैसा पहिला हाल्ने, अनि लुगासुगा हाल्ने, अनि लगाइदिने, अनि ठ्याक्क भइहाल्छ सबै काम। यस लन्ड्रीको सिस्टम चाहिँ एकदम सजिलो छ। खालि प्रब्लम यो हुन्छ कि त्यही 1500 वोन हाल्नुपर्छ त्यो लुगा धुन हरेकचोटि, त्यही हो लन्ड्रीको त। अनि खेल्ने मान्छेहरूको लागि चाहिँ 2टा टेबल टेनिस छ। अनि त्यसपछि जिमहरू छन्, यहाँ कुद्ने त्यो साइक्लिङहरू छ, त्यो चेस्टको इन्क्लाइन चेस्ट प्रेस छ, अनि ल्याग पुल डाउनहरूको पनि छ चेस्ट। अनि त्यसपछि चेस्ट, अनि यो के भन्छ डम्बलहरू छ, अनि स्क्वाट हान्ने छ एउटा चाहिँ, अनि त्यो केबल रोज त्यसले चाहिँ सबै कुरा मिल्ने। अनि जस बेसिक सबै कुरा छ, जे जिम गर्न चाहिने हो। यहाँबाट हेर्न सक्नुहुन्छ, के भन्छ त्यो रडहरूवाला पनि छ, डम्बल छ। अनि त्यसपछि अरू के लगभग सबै छ, ब्याकको पनि 1 अनि 2 3 4वटा छ। त्यसपछि लेग्सको पनि भयो, अनि चेस्टको पनि छ 2टा। अनि इन्क्लाइन्डहरू हान्दा छ, अलमोस्ट एसेन्सियल सबै कुरा छ त्यहाँ। एप्सहरू गर्ने पनि छ। अब योभन्दा बेसी त किन्नै चाहिन्छ, र एसेन्सियल बेसिक सबै कुरा छ, एकदम लग्जरियस त नभनौँ तर राम्रो छ। अनि टेबल टेनिस छ, अनि फुटबल स्टेडियमहरू पनि छ, फुटबल ग्राउन्ड। अनि त्यसपछि अरू के छ भनेपछि लन टेनिस छ, ब्याडमिन्टन कोर्टहरू छैन, बास्केटबल चाहिँ छ जस्तो लाग्छ। अनि यति नै हो खेल्नलाई। त्यो यहाँ मान्छेहरू फुटबल बढी खेल्छन्, हामी होस्टलर्सहरू खेल्छौँ फुटबल बढी। अनि त्यसपछि के भन्छ कोरियनहरू चाहिँ बढी बेसबल खेल्छ। त्यही यहाँबाट अब हेर्न सक्नुहुन्छ एकदम राम्रो छ। यो चाहिँ यसो कसैलाई जुस खान मन लाग्यो भने डिउसु पेप्सीहरू यहाँबाट लिने, यहाँबाट कार्ड हाल्न मिल्छ, नभए यहाँबाट पैसा पनि हाल्न मिल्छ। अनि यहाँ तलबाट चाहिँ निस्किन्छ क्या,
यो एकदम राम्रो सिस्टम छ। ठ्याक्क 100 रुपियाँमा सबै कुरा दिन्छ, 100 रुपियाँ नेपाली। अनि यो चाहिँ हाम्रो कलेजको होस्टलहरूको क्यान्टिन। यो फर्स्ट एक साइड खाने, यहाँ चाहिँ धेरै मान्छेहरू हुँदैन। हामी जतिजना इन्टरनेसनल स्टुडेन्टहरू छौँ तिनीहरू चाहिँ यो क्यान्टिन युज गर्छन्। अनि मान्छेहरू अलिअलि छन् त्यहाँ। किचन यस्तो चाहिँ सबैको लकर हुन्छ। यो लकर अब सबैले आफ्नो भाडाहरू यहाँ राख्नु ठ्याक्क 505। यो चाहिँ हाम्रो लकर। यसमा हामीहरू भाडाहरू राख्छौँ आफ्नो सबै कुरा, कुकर सुकर। पछि अझै के भन्छ तरकारीहरूको लागि चाहिँ फ्रिज दिएछन् सबै यहाँ राख्नु। अनि यदि अब अरू केही कुरा बिग्रिनेहरूवाला राख्नु छ भने चाहिँ यस्तो डिप फ्रिज पनि हुन्छ। यसमा 5th फ्लोर, यसमा हाम्रो मासुहरू छ। यो चाहिँ हाम्रो डब्बा हो। यसमा मासु यो होइन, यो चाहिँ हो हाम्रो। यसमा नि हामीले मासुहरू राखेका छौँ। सबैको फ्लोर अनुसार हुन्छ क्या, फ्लोर 1st 2nd 3rd 8सम्म। यही हो किचन चाहिँ। खाना चाहिँ भित्र पकाउने हो क्या, यताबाट भित्र। यहाँ चाहिँ 10-15वटा चुलो छ सबैको। अनि सबैजना यहीँ अब मिलेर खाना पकाउने आफ्नो आफ्नो, अनि खाने त्यही हो अब किचनको चाहिँ।